इलन मस्क थाहा छ तँलाई? इलन मस्क त्यो सफ्टवेयर बनाउने होइन के थियो होइन यार भन त भन इलन मस्क भने दुनियाँको सबैभन्दा धनी मान्छे क्या हो र धेरै पैसा छ कति छ थाहा छ त्योसँग $754.3 बिलियन छ क्या $754 बिलियन बिलियन डलर धेरै रहेछ त इलन मस्कले कुन कुन कम्पनी चलाउँछ थाहा छ? अलिकति धेरै नाम चलेको दुनियाँमै सबैलाई थाहा भएको खै अब नेपालमा त अब इलन मस्क नेपालको होइन नेपालमा अब के भन्ने त मैले चल्या होला भन् न त के भन्ने त अब BMW कार चल्या होला BMW इलन मस्क हो र अलिकति सोच्दा धनी मान्छे भएपछि जे पनि किन्न सक्छ नि त होइन जे पनि किन्न सक्छ भनेर अब त्यो मान्छेको हुन्छ त त्यो BMW त्यो अब इलन मस्कको हुन्छ त धनी मान्छे भनेर के कसरी तपाईँ टेस्ला भने थाहा छ? टेस्ला टेस्ला भने इलन मस्कको कम्पनी हो क्या ए त्यसको अनि स्पेस एक्स सुनेको छस्? कहिले सुनेको छैनस्? त्यो रकेट उड्यो अनि रकेट फेरि फिर्ता धरतीमै आउनेवाला कम्पनी छ नि एउटा त्यो थाहा छैन स्पेस एक्स हो क्या त्यो अनि सरी स्पेस एक्स हो क्या त्यो स्पेस एक्स पनि इलन मस्ककै कम्पनी हो क्या अनि तँलाई ट्विटर नि थाहा होला त्यो त अहिले एक्स भएको त्यो पनि त त्यसले किनिसक्यो नि त हो धेरै धनी छ त्यो त